हेलमेट चिसो भयो अरे हाम्रो गोप्रो फिटिङ हुँदैछ यहाँ भ्लगको लागि। यसमा अस्ति सर्भिसिङ गरे हो। झिकेर हामी रेडी भइसक्यौँ। हामी सामान बिर्सेर फेरि फर्केर हामी सामान लिएर आइसक्यौँ। अब हामी टक्क लगाएर लटरम्बेश्वरको डाँडामा पुग्छौँ। अब अन द वे भ्यू हेर्दै गर्नु होला। अब स्ट्यान्डको स्प्रिङ झरेर यहाँ बाटोमा अलपत्र छौँ। त्यसलाई बाँध्नलाई ऊ पनि छैन है। स्कुटर सर्भिसिङ त होइन, त्यो स्ट्यान्ड बनाउँदैछौँ। यो ऊ त्यो देखेको डाँडा चाहिँ ऊ त्यहाँ देखेको टावर जस्तो चाहिँ माछखण्ड अरे यो। यो कुन ठाउँ रे? छपेली। कहाँ रे? छपेली। भटे डाँडा। ल छपेली आइपुग्यौँ। आउँदा बुझिन के अरे होइन, अहिलेको 17मा चाहिँ के अरे तपाईँको के अरे ड्युअल रेकर्डिङमा चाहिँ तपाईँको फोटो पनि आउँछ, तपाईँले खिचिरहेको। अनि तपाईँले जे खिच्नु भएको छ त्यो पनि आउँछ क्या। दामी छ नि। यो उमेरै गयो क्या। अब यो राइडर साइडर यस्तो ग्यास भन्ने खालको उमेर गएर त्यही पनि ब्लग चाहिँ बनाउनु छोडिएको छैन। फ्रन्ट रेकर्डिङ गुगल पिक्सल 7 Pro Max। बाटो चाहिँ रफ छ है, रफ। ओहो बाहुबली झर्न आएछ त। अब यस्तोमा त खिच्नु परिहाल्यो नि। हान्ने ड्रोन शट हान्ने एउटा झर्ना पनि भेट्यो बाटोमा। यस्तो झर्नाको यहाँबाट चाहिँ धेरै ठुलो त होइन रहेछ, तर अलिक नजिक गएर खिचौँ क्या अब है। ल हेर ठ्याक्कै ब्युटिफुल पिक्चरमा देखे जस्तै मजाको झर्ना रहेछ है।
फ्लो पनि राम्रो भएको क्या अहिले। सागर ड्याम त्यसले हुँदैन हुन्छ अझै पनि सुकेर हुन्छ यत्रो दिन पानी नपर्दा नि बाटोकै होइन यहाँ कहिले सुक्दैन कहिले सुक्दैन यो ठाउँ यस्तो यहाँबाट पानी सुकेको भइरहेको ओके यहाँ त लिकेज हुँदो रहेछ पानी सिलिन्डर राख्नुपर्ने रहेछ ओ गड Life is adventure is wrong. Nepal itself is adventure. दाइ पनि कुन ठाउँमा गएर भिडियो खिचिरहनु होला ओ माई गड अबे तर्साउनु भयो तपाईँले त्यहाँ माथिबाट झर्ना आइरहेको छ ड्रोन पुग्दैन होला त्यति माथि त आरसीबाट रिमोटबाट कनेक्ट गर्यो भने पुग्छ ठुलो झर्ना र उडाउने तपाईँ नेपालमा ड्रोन कता गयो खै अट्याक भइरहेको नेपालमा ड्रोन ल्याउने हो भने चाहिँ अलिक ठुलो लिएर यहाँ कस्तो दाम दिएको यहाँ पऱ्यो त्यो त अहिले पछि हेर्ने हो नि त हामी त अब यहाँ ड्रोनको दृश्य हेर्दै म ड्रोन खलासी है ड्रोन खलासी ड्रोनको खलासी यहाँ ड्रोनको ड्राइभर ड्रोनको मालिक चाहिँ फेरि म हो है ड्रोनको मालिक चाहिँ म हो फेरि कल्चेमा हो दुईटा ब्लगर यहाँ जुधिरहेको बेलामा हामी जाने चाहिँ ओ यहाँ यो डब्लु भएको ठाउँमा रहेछ अब त्यहाँ बाइक रोकेर अनि हामी त्यहाँबाट हल्का वकिङ दिनुपर्छ तामा खानेमा जति तामा खायो भने हामी बाँसको तामा रातो भिर है एउटा दो बाटो दिदी चाहिँ हाल कता जाने त्यहाँबाट पानी जाने क्या अर्को बाटो ओहो यहाँ गएछ खोला त
चन्द्रमा देखिरहेछ हौ आमा होटल अरे बगुवा बीच होटल हजुर पार्किङ बागमती खोला आइपुग्यौँ हामी बागमती पुल अब हामी बागमती पुल चाहिँ न अब हामी कहाँ पुग्यो उता के भन्छ यसलाई मकवानपुर पुग्यौँ अब हामी मकवानपुर चढ्दैछ अरे ओ माइ गड यो गाडीले धुलो कति उडाएको हामी अब ललितपुर छोड्यौँ ललितपुर छोड्यौँ अब हामी मकवानपुर छिरेछ हामी त्यहाँ हेर्नु फोहोर काठमाडौँको फोहोर पानी अब हाम्रो अफ रोड सुरु हुँदैछ आधी बाटो कच्ची आधी बाटो चाहिँ पाकेको के हो झोलुङ्गे पुलमा छ झोलुङ्गे पुलमा गएर ड्रोन सट हान्नुपर्ने तर गाह्रो छ अर्को झरना छ रे मकवानपुरको झरना हेरेछ हजुर ओ माई गॉड एडभेन्चर इज एडभेन्चर खोलै खोलाको पानी चाहिँ कुदाइदिनु न मेरो भेषमा दोस्त भएको सधैँ पुग्दै पुग्दैन मेरो आमा राइड विथ बेस्ट त्यहाँनिर बाइक राखेर हिँड्ने होला हो ल 1500 मिटर जाने 1500 मिटर जाने मन्दिर जाने बाटो गाडी हेटौँडा काठमाडौँ
अनि लोकल यताबाट जानु पर्यो Oh my god, guru. भाइ त खतरा कुदाउनु हुँदो रहेछ त स्कुटर म भएको भए त के हुन्थ्यो होला तल आइपुग्यो स्कुटर राइडर वहाँ पुगिसके बोकेर गएको जस्तो पो छ नि त चलाएको भन्दा नि यस्तो बाटो छ हो नागढुङ्गा सुरु एक्जिट अनि त्यहाँबाट त्यहाँ त एक्जिट रहेछ अनि त्यहाँबाट के हाम फाल्ने फास्ट ट्र्याक बन्दैछ हाम्रो है नेपालमा पनि तराई मधेस फास्ट ट्र्याक ओहो सैनिकी लगाएर त कता 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 Oh my god. एक्सपल्स ल्याउनु पर्ने रहेछ बिहार मेरो स्कुटर सही सलामत पल्सर त नो डाउट पुग्छ होइन जस्तो भए पनि त्यही स्कुटरले चाहिँ तान्दैन कि भनेर नि यसले गर्दा म पनि रोक्छु यहाँ ओर्लिनु पऱ्यो यहाँ पल्सर 220 चाहिँ धोका
बाइक घन्टा हिँडेपछि कि हामी चाहिँ घन्टा हिँडेपछि अनि तिमीले चाहिँ कति हिँड्नुपर्छ घर कहाँसम्म जान्छ बाइक ए तिम्रो नाम के हो चतुर्मान कि बल घर कहाँ पढ्छौ त्यहाँ स्कुल छ त्यहाँपछि कहाँ जान्छ पछि भेटाउन पढ्नु जाने ओर्लिन्छ है त्यतिको बाटो भए त हुन्थ्यो नि डराउनु त के डराउनु ज्यानको माया छैन मलाई आइयामा तराई मधेस सिस्नु रहेछ यार सिस्नुले खोज्यो मलाई उता सिस्नुले दामी बोल्यो नि त चेता हान्नु न यता यतै ठिक छ पोज पुष्पावाला पोज दिनुभएको त हो यो स्कुटर कहाँ छोडेर जाने बाटो त्यही बाटो जहाँसम्म जान्छ त्यही जाने त्यो राखेर जाने यस्तो बाटोमा यस्तो स्कुटर ल्याइदिइसक्यौँ हामीले वाट आर यु वेटिङ गाइज घुमौँ घुमौँ राइडर फेल खायो ढकाल्नु पर्यो मैले फोकेमा एसडीमा खिच्नु पर्थ्यो लटरम्बुको यो डाँडा हो हामी अर्को डाँडा आइसक्यौँ रोडको इन्डमा हो र होइन हामी यहाँ बाटो भड्केर रङ वे लिएको छौँ अब हामी फेरि फर्किने स्थितिमा छौँ यत्रो स्ट्रगल गरेर आइपुगेको बाटोमा चाहिँ हाम्रो जानुपर्ने चाहिँ त्यहाँ हो यो हामी देख्न सक्छौँ यहाँ मेरो यहाँनिर कता खै हो त्यही हो यहाँ जानुपर्ने हामी यो त्रिशुल देखेको ठाउँमा स्कुटर नचढेर हाम्रो एउटा प्रो राइडरले भेस्पा हार खाएर
तल पार्किङमा राखेर अब हामी वाकिङ मुद्रामा छौँ। अब यो बाइक पनि बाइक यतै राख्ने कि लैजाने? ल हिँडौँ त। कति हिँड्नु पर्ला? हद्दै हिँड्ने 15-20 मिनट बढी हिँड्नु पर्ला। हामी चापागाउँबाट हो। म्यान भर्सेस वाइल्डको हामी यहाँ स्कुटर पार्क गऱ्यौँ, बाइक पार्क गऱ्यौँ। यहाँ अरू साथीहरूसँग चाहिँ अब हामी कच्ची बाटो आफ्नो बाटो आफैले बनाउँदैछौँ हामी अब है। बाटो बन्द गरेर तर हामीलाई कसले छेक्नु? हामी चाहिँ हिँड्छौँ अब यस्तो बाटो पनि। मैले बारीको बाटो हामी आफै बनाउँदैछौँ। बाटो रहेछ। अब कहाँ छ तपाईँ? कहाँबाट हिँड्नु? यताबाट यो रियल एडभेन्चर बारी चढौँ हामी। भ्यू त अलग्गै मजा छ फेरि यहाँ। यो के हो रे? कोदो हो? फापर हो? त्यहाँबाट बारीको बाटो हिँड्दै आयौँ। अब चाहिँ एउटा घर भेटेका छौँ सो सोधपुछ गर्नलाई। बाटो कहाँ छ भनेर हाम्रो मार्किन देउसुरी खेल्न आउनु भएको छ। देउसुरी भन्दै हुनुहुन्छ। लुगा सुका छ मान्छे होला घरमा। तर यहाँबाट बाटो माथि निस्किन्छ जस्तो लाग्यो। यतैबाट माथिल्लो बाटो निस्क्यो त? यही त हो नि। ल हामीलाई कुनै कुराले छेक्दैन भन्ने कुरा चाहिँ जल्दो बल्दो उदाहरणमै हो है। आमै छानी पो रहेछ। हिँडी बानी गइएछ। पहिला त दिनभरि हिँड्दा नि नथाक्ने जिउ। यताबाट माथि होला नि दाइ? ए त्यहाँबाट। ल अब हामी बाटो हिँड्दै हुन्छौँ। उहाँ स्वेटिङ भइसक्यो। सबैजना थाकिसक्यो म बाहेक। म चाहिँ थाकेको छुइनँ। हल्का इनर्जी बाँकी छ ममा। म अब हिरो मान्छे मै हो होइन ब्लगको। यहाँ पछाडि अर्को एकजना हिरो हुनुहुन्छ अनि अगाडि एउटा अर्को हिरो हुनुहुन्छ। देखिहाल्नुभयो। सर पुग्यो है। के कटुस अब यहाँ केटाहरूले नसकेर सबै यहाँ भारी मलाई बोका छन्। अब युवा भएर होला। अब त्यहीँसम्म मै पुग्नु पर्छ। ल हिँडिया छ। हामी अझै 1-1.5 घन्टाको हिँडाइ पछाडि पुग्छौँ होला। स्टे ट्युन्ड फर नेक्स्ट एपिसोड हो क्या? यो लहरा औषधि होला सायद केही कुराको। कि झुन्नाको डोरी हो त्यो? कस्तो क्लाइम्बर्स कस्तो मुद्रामा एकजना कस्तो लागिरहेछ? जोन गाउँ तर्खरमा छौँ। झर्ना आएको छ। भयो अब हामी त्यो झर्नाबाट अगाडि बढ्दैछौँ। जिउको तातोपनालाई झर्नाको चिसो पानीले मेटाएका छौँ र हामी लमक अघि अग्रसर हुँदै
हिँड्दैछौँ। हाम्रो टुरिस्ट गाइड अगाडि, हामी पछाडि आफ्नो आफ्नो पेसमा जाँदैछौँ। है त गाइस, त्यस्तो थका लाग्ने ठाउँ छैन, तपाईँहरू आउँदा हुन्छ। बाटो चाहिँ अब हिँड्ने मान्छेलाई राम्रो छ। अलमोस्ट 50%सम्म 40% चाहिँ बाटो हल्का अफरोड छ बाइकमा आउने हो भने पनि। अनि 2-3 ठाउँमा चाहिँ च्यालेन्जिङ नै छ, स्पेसली स्कुटरलाई, त्यो माथि झन् भेस्पालाई। अनि त्यही भएर 11 नम्बरको गाडी नै राम्रो हुन्छ, इन्जोय पनि गर्न पाइन्छ। यस्तो राम्रो राम्रो भ्यू, यस्तो ब्युटिफुल भ्यू, बेस्ट भ्यूहरू हेर्न पाइन्छ। अन्त तपाईँलाई देखाउँछु म अहिले अझै। यस्तो नेचर ठाउँमा आएर पानीको कमी होला र हामीलाई। नाला नाला कुना कुनामा पानी पानी छ। तपाईँको चाहिँ के अरे राम्रो भ्यू के। म अधिकारी हो, म चाहिँ अधिकारी हो, तामाङको ज्वाइँ अधिकारी हो। ब्लग भने आफ्नैलाई बनाउने, पछि यसो बुढेसकालमा हेर्नलाई भनेर बनाउने हो। हाइटमा उड्या जस्तो अलिक माथि नै जानु, अनि पो हाइटमा उठ्छ त। ल भयो प्रवेशद्वार है। लटरममै फल्यो मङ्की। फाइनली आइपुग्यो डाँडा चढेर। कति 1-1.5 घन्टा लास्टै त्यहाँ हो। अब त्यो भित्र गुम्बा चाहिँ भित्र नबस्ने, त्यहाँनिर शीतल मौसम। आलु चप मिठो पोल्यो। दामी भ्यू, दामी डे, दामी ठाउँ आइपुग्यो। यो भाँडै स्टोरेज भरि छ। हामी पुग्ने चाहिँ उतै हो।
बाटो चाहिँ यस्तो छ अलिकति रिस्की नै छ बाटो चाहिँ त्यहाँबाट अब हामी जहाँ पुग्छौँ जानलाको डाँडामा चाहिँ यतापट्टि साइडमा पनि खाली यतापट्टि साइडमा नि खाली हावा चाहिँ मस्त चल्ने ठाउँ छ आयो Beautiful day. Australian accent no. Beautiful day, mate. ठुलो भएपछि जानुपर्छ गर्दै मलाई